नेपालीहरू विभिन्न भाषा, धर्म, संस्कृति, विविधता बीचमा एकता नै नेपाल राष्ट्र हो र यही व्यक्त हुने गरी आज हामी विभिन्न राष्ट्रिय पर्वहरू खास गरी सँगारमै आइसकेको तिहारको सन्दर्भमा यो शुभकामना आदान प्रदान कार्यक्रम रहेको छ। म आफ्नो तर्फबाट पनि सम्पूर्ण नेपाली जनतामा र सम्पूर्ण उपस्थित मित्रहरूमा यो वर्ष सुस्वास्थ्य, दीर्घायु, सफलता र खास गरी लोकतन्त्रमाथि प्रश्न उठेको छ, संविधानमाथि प्रश्न उठेको छ, राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको बेला राष्ट्रिय स्वाधीनताको रक्षाको लागि, संविधानको रक्षा, लोकतन्त्रको रक्षा र यसभन्दा अझ राम्रो लोकतन्त्र, अझ राम्रो जनताको अवस्था हुने अवस्था निर्माणको लागि हामी सबै आफ्नो ठाउँमा लडिराख्नेछौँ। त्यसको लागि म शुभकामना व्यक्त गर्दछु। मैले धेरै समय लिन चाहदैन। आज देशमा एउटा नयाँ परिवर्तन भएको छ। नयाँ परिवर्तन जेनजी आन्दोलनले हामी सबैका सोचहरू बदलिएका छन्, हामी सबैका अवस्थाहरू बदलिएका छन्। नेपाली जनता मात्र हैन, विश्वभरि आज जेनजी आन्दोलनका तरङ्गहरू छन्। यसलाई क्रान्तिकारीहरूले अझ क्रान्तिकारी ढङ्गले यो एउटा स्पिरिट, यो जोश, एउटा एजेन्डा जसले शोषित, उत्पीडित, श्रमजीवी वर्गको बलिदान, त्यसै गरी उनीहरूका आकाङ्क्षाको भावनासँग जोडेर लान चाहन्छन्। अर्का थरी मान्छे आजको परिवर्तनलाई पनि उल्टाएर अझ पछि फर्काउन चाहन्छन्। कति मान्छेहरू के आयो, के गयो, के भयो अल्मलेर बसेका छन्। त्यसैले हामी आफूलाई क्रान्तिकारी भन्नेहरूले जहिले पनि क्रान्तिकारी या वस्तुवादी वैज्ञानिक दृष्टिकोण सोचबाट यसलाई हेर्नुपर्ने हुन्छ। जेनजी एउटा उमेर समूह हो। 1996 देखि 2012 सम्म यो बीचको उमेर समूहलाई हामी जेनजी भनेर अन्तर्राष्ट्रिय समाजशास्त्रीहरूले परिभाषित गरेका छन्। यसबारेमा गत वर्ष अध्यक्ष कमरेड प्रचण्ड प्रधानमन्त्री हुँदा मैले अर्थमन्त्रीको रूपमा बजेट प्रस्तुत गर्दा नीति कार्यक्रम बजेटहरूमा हामीले चर्चा गरेका छौँ। त्यसपछि हाउसहरूमा विभिन्न कार्यक्रमहरूमा चर्चा गरेका छौँ। यो नयाँ पुस्ता हो जो विश्वभरि हुर्किरहेको छ, हाम्रो देशमा पनि हुर्किरहेको छ। यो एउटा उमेर समूह जो खास गरी भर्चुअल दुनियाँमा हुर्किरहेको छ, अनलाइनहरूमा हुर्किरहेको छ, डिजिटल प्लेटफर्ममा हुर्किरहेको छ, सामाजिक सञ्जालमा हुर्किरहेको छ। हाम्रो अग्रजहरू या हामीहरू मैदानमा फुटबल खेल्थ्यौँ, हामीले मैदानमा क्रिकेट, भलिबल, त्यसै गरी भर्चुअली होइन फिजिकल्ली मेला पर्वहरूमा हामी घुलमिल गर्थ्यौँ, त्यस्ता सम्बन्धमा हुन्थ्यौँ। आजको डिजिटल पुस्ता अथवा जेनजी जो आज 13 देखि 28 वर्ष समूह छ, खास गरी यो पुस्ता आज मान्छेको सम्पर्कमा, मेलापात, काम, यस्तो खालको मान्छे बिचको सम्बन्धमा होइन, दुनियाँ भर्चुअल दुनियाँमा रहेको छ। जो त्यसको साथी छिमेकमै घरमै बसेको माथिल्लो तला या पल्लो कोठामा बसेको आमा बुवासँग बरु सम्बन्ध छैन, विश्वभरिका मान्छेहरूसँग सम्बन्ध हुन्छ। गेम खेल्नको लागि, सूचना आदान प्रदान गर्नको लागि, ज्ञान आदान प्रदान गर्नको लागि कतिपय सन्दर्भमा नेपालमा बसेर अमेरिका, युरोप, जापान, कोरिया, चाइनामा, भारतमा बिजनेस गरिरहेको छ। त्यसै गरी उसले त्यहाँ चाहिँ उसका सम्बन्धहरू छन्, त्यहाँको चाहिँ जब गरिरहेको छ। नेपालमै बसेर यस्तो भर्चुअल पुस्ता हुर्किरहेको छ। यसको चाहनालाई हामीले सम्बोधन गर्नुपर्छ भन्दै आएका थियौँ। आज हामी केही भ्रममा पर्नु पर्दैन। यो भर्चुअल दुनियाँमा हुर्केको नयाँ पुस्ता हो जेनजी भनेको। संसारभरि हाम्रोमा पनि यसको सोच कस्तो हुन्छ, यसको क्षमता के हुन्छ भन्दा धेरै ज्ञान छ, धेरै क्षमता, धेरै सूचना छ। हिजो हामीहरू या हाम्रा अग्रजहरू एउटा किताब पढेर एउटा टिचर आएर ब्ल्याकबोर्डमा लेखेर या हामीलाई नोट लेखाएर सिकाउने हुन्थ्यो भने आज होइन, जुनसुकै प्लेटफर्ममा पनि सूचना छ। हिजो पत्रकार भनेर एउटा टेलिभिजन या एउटा पेपर छापेपछि या एउटा अनलाइन छापेपछि सूचना पाउँथ्यो भने होइन, सूचनाका हजार लाख करोड माध्यमहरू छन्। त्यति धेरै स्मार्ट पुस्ता हो यो, जो त्यसो गर्दा डिजिटल पुस्ताको रूपमा रोबोटिक्ससँग हुर्किरहेको, आर्टिफिसियल इन्टेलिजेन्स हुर्किरहेको पुस्ता हो। त्यसको विचार, सोच, प्रवृत्ति, त्यसका काम गर्ने तरिकाहरू त्यो फरक छन्। यसलाई हामीले हाम्रो आन्दोलनमा, हाम्रो देशको विकासमा, हाम्रो समाजका बनोटमा यसलाई सँगै लिएर जानुपर्छ भनेका थियौँ, भन्दै आएका छौँ। त्यो आजको जेनजी आन्दोलन भनेको। त्यस अर्थमा कमरेड प्रचण्डको नेतृत्व सरकारले 18 महिनामा
जेनजीहरूले सुशासन चाहेका छन्। आम नेपाली जनता प्लस जेनजीले सुधार सुरु गर्नुभएको थियो। त्यसै गरी अरू धेरै कुराहरू म गत वर्षको आफ्नै बजेटमा पनि अध्यक्ष कमरेड संयोजक कमरेड प्रचण्डकै निर्देशनमा बनाएको बजेटमा स्मार्ट विकास, अब स्मार्ट पुरानो ढङ्गको बाटो छन्। हामी चाहिँ लोकतन्त्र आउँदा 20 वर्ष अगाडि जम्मा 19,000 किलोमिटर बाटो थियो नेपालमा, तर बाटो कति बनायो? 1,25,000 किलोमिटर बाटो बनायो यो 20 वर्षमा। पञ्चायतकालमा जम्मा 9,000 किलोमिटर, बहुदलको 15 वर्षमा जम्मा 19,000 किलोमिटर, यता आएर 20 वर्षमा 1,25,000 किलोमिटर बाटो बनायो। यो परिवर्तन हो, क्रान्ति हो। तर हाम्रो नयाँ पुस्ताले यसलाई विकास मानिराखेको छैन। हामी यही अनुभूति गरेर त्यो बजेट कार्यक्रममा भन्यौँ स्मार्ट विकास। अब स्मार्ट टेक्नोलोजी, स्मार्ट विकास, सानो छोटो छिटो देखिने गरी तीव्र गतिको यो खालको विकास हाम्रो चाहिँ पुस्ताले मागेको छ। बाटो छ, सडक छ, होइन त्यसमा चाहिँ विभिन्न सूचनाहरू, त्यसमा अब नयाँ नयाँ प्रविधि आएको छ, त्यस खालको कुनै पनि काममा। त्यसो गर्दा हामी अनलाइन सेवाहरू, डिजिटल सेवाहरू सरकारले, प्रशासनले, पार्टीहरूले त्यो अपनाउनु पर्ने बाध्यता छ। जसले 1990 जब सार्वजनिक रूपमा चाहिँ इन्टरनेट आयो, विश्वमा क्रान्ति भयो। जसले इन्टरनेट समाते त्यो देशहरू अगाडि गए, जसले ई गभर्मेन्ट्समा गए, ई बिजनेसमा गए, तिनीहरू कता हो कता पुगे। त्यस्तै आज एआई को युगमा, डिजिटल युगमा यो जसले समात्न सक्छ त्यो अगाडि जान्छ भनेका थियौँ। ठ्याक्कै त्यो पुष्टि भयो। हामीले व्याख्या गऱ्यौँ, त्यसलाई बदल्न सकिरहेका थियौँ, कोसिस गरिरहेका थियौँ, पहाड मधेस अभियानहरूमा कोसिस गरिरहेका। तर आज युवा पुस्ताले त्यसलाई समात्यो, जेनजी पुस्ताले, खास जेनजीले त्यसलाई समात्यो कि सूचना। अब सरकारको बदमासी, सरकारको निरङ्कुशता, स्वेच्छाचारिता देखियो। सामाजिक सञ्जाल बन्द गरेर त्यस प्रकारको डिजिटल पुस्ता लाखौँ लाखलाई चाहिँ भड्काउने काम एकातिर गर्यो, अर्कोतिर त्यो जीवनसँग, व्यवहारसँग दिनदिनैको के चाहिँ जीवन शैलीमाथि प्रहार गर्यो जनतामा। खास गरी युवाहरूमा आक्रोश भयो, एउटा विद्रोह, एउटा चाहिँ आन्दोलनको रूप लियो। 23 गते 24 का कुरा अलग छन्, थुप्रै तोडफोड खासमा भएका छन्। अलग अलग दुईटा घटना, अघिल्लो दिनको असाध्य राम्रो सुशासनको लागि त्यस लगायतका कुराहरू जेनजीका राम्रा छन्। पछिल्लो दिन घुसपैठहरू विभिन्न खालका भएका छन्, त्यो कुरा कयौँ अपराध भएका छन्, हामीले देखाएका छौँ। त्यसका छानबिन हुनुपर्छ। आगामी दिनमा त्यस प्रकारका घटना हुनु हुँदैन। त्यस प्रकारको अपराध गर्ने, घुसपैठ गर्नेहरूलाई दण्डित गर्नुपर्छ भन्ने कुरा हो। त्यस अर्थमा जेनजी आन्दोलन आफैमा पनि एउटा चाहिँ आजको जीवन्तता, आजको यथार्थ हो एकातिर, अर्कोतिर त्यो भित्र हामी पनि अन्तर्क्रिया गरिरहेछ, देखिरहेछ, सबै हो। अन्तिममा त्यहाँ जाँदाखेरि के हुन्छ भने त्यो कुन सोचबाट हुन्छ, जेनजी उमेर समूहले कुन सोच लिन्छ। तपाईँ आजको भन्दा पछि फर्किने सोच लिने जेनजी, आजभन्दा अगाडि जाने जेनजी, या यथास्थितिमा यही रोमलिने खालको जेनजी, कुन जेनजीको पक्षमा तपाईँ हामी भन्दा क्रान्ति, परिवर्तन, अझ आजको लोकतन्त्रलाई परिमार्जन गर्ने जेनजीको पक्षमा, आजको व्यवस्थालाई अझ गतिशील बनाउने जेनजी, आजको प्रशासनलाई सुधार गर्ने जेनजीको पक्षमा हामी त्यस प्रकारले अनिवार्यतः यसमा पक्षधरता हुन्छ। विज्ञान, प्रविधि आदि अगाडितिर जाने पुस्ता जो आन्दोलनकारी हो त्यसलाई हामी समर्थन गर्छौँ। त्यो सँगै हामी अलिकति मध्यम खालका पुस्ताले पनि आफूलाई रूपान्तरण गर्दै प्रविधि मैत्री बनाउने, त्यसै गरी नयाँ पुस्तासँग सहकार्य गर्ने, त्यसै गरी छिटो छरितो पारदर्शिता, हाम्रा लोकतन्त्रलाई अझ पारदर्शी, अझ डाइरेक्ट खालको बनाउनु पर्ने प्रविधिसँग मिसाएर यो आजको चुनौती, आजको आवश्यकता हो। त्यो कुरा हामीले आत्मसात गर्दै पर्छ। त्यो आत्मसात गर्दै अध्यक्ष कमरेड प्रचण्ड एउटा पार्टी महाधिवेशन आयोजक समितिको संयोजक हुनुभएको छ। हामी सबै एउटा चाहिँ आयोजकमा गएका छौँ, एउटा बहस गर्दै एउटा विचारको विकास, राजनीतिको विकास। र आज माओवादी पार्टी आफैले पनि फेरि आफूलाई नयाँ बनाउँदै नेपालको राष्ट्रिय स्वाधीनताको लागि पहरेदारको रूपमा अग्रिम पङ्क्तिमा उभिने पार्टी बनाउने हाम्रो सङ्कल्प छ एकातिर। अर्कोतिर चाहिँ आजका जेनजी लगायतका जनताका विभिन्न तबकाले उठाएका प्रगतिका, क्रान्तिका र लोकतन्त्रलाई परिमार्जन, सुधार गर्ने कुराहरू हुँदै समाजवादसम्मको यात्राको लागि आफूलाई तयार गर्ने, त्यो रूपले पार्टीलाई तयार गर्ने, आन्दोलनलाई तयार गर्ने हाम्रो प्रतिबद्धता छ। र हामी सरकारलाई पनि भन्न चाहन्छौँ, आजको परिवर्तनलाई आत्मसात गरेर सबभन्दा पहिले निर्वाचनमा होमिने, हामी आफ्नो एजेन्डा लिएर निर्वाचनमा होमिन्छौँ। जेनजीका चाहिँ बलिदानलाई, त्यागलाई, समर्पण एजेन्डालाई बोकेर
हामी आफूलाई रूपान्तरण र जनताको जनमतमा जान्छ भन्ने पार्टीलाई बेला बेला तर्साउने, बेला बेला अलि लक्षित गर्ने खालको कोसिस जो भएको छ। अघि वाइसिएलको अध्यक्षले भन्नुभएको जस्तै हाम्रा वाइसिएलहरू विद्यार्थीहरूलाई नै तर्साउने खालको, हाम्रै नेता कार्यकर्ता तर्साउने खालको जो कोसिस भएको छ, यो कुन प्रकारको प्रवृत्ति हो? हामी प्रधानमन्त्रीजीसँग कुरा गर्दा त्यसो देखिँदैन, गृहमन्त्रीसँग कुरा गर्दा त्यसो देखिँदैन, तर कुन चाहिँ स्वार्थ समूहले गरिरहेको छ यो कुरा हामी यही मञ्चबाट पार्टीकै तर्फबाट खबरदारी गर्न चाहन्छौँ। हामी निर्वाचनमा जान्छौँ, जनमतमा जान्छौँ, एजेन्डासहित जान्छौँ, हामी जेनजीका बलिदानलाई सार्थक बनाउने गरी जान्छौँ। तर यसमा फेरि हामीलाई टार्गेट गर्ने, यसो गर्ने, आज 23 गते त्यत्रा दर्जनौँ नानीहरूको हत्या गर्नेहरूलाई केही नगर्ने, सत्तामा गएर हाली मुहाली गर्ने बिचौलियाहरूलाई केही नगर्ने, अनि गएर कमरेड प्रचण्डतिर तेर्स्याउन खोज्ने, हाम्रो कोही नेतातिर तेर्स्याउन खोज्ने हामी स्वीकार्दैनौँ। यस प्रकारका चाहिँ बेठिक प्रवृत्ति हामी स्वीकार्दैनौँ। हो, कमरेड प्रचण्ड आफै प्रधानमन्त्री हुँदा भन्नुभयो मेरा कोही नेता कार्यकर्ता कतै मुच्छिन्छन्, अनुसन्धानमा तानिन्छन् भने त्यो फेस गर्नुपर्छ भन्नुभयो। त्यसमा फेरि हामी तयार छौँ। शुद्धिकरण अभियान कि हामी आफैले सुरु गरेको हो कि हामी चाहिँ भ्रष्टाचार भयो, अनियमितता, राज्यद्रोह दुनियाँ भयो, त्यसमा हाम्रा कोही नेता कार्यकर्ता पनि परीक्षणमा उभिनु पर्यो भने परीक्षणमा उभिन तयार छौँ भनेका छौँ। त्यो कोही पार्टीले भनेको छैन। आज सत्तामा भएका साथीहरू पनि परीक्षित हुन्। सम्माननीय प्रधानमन्त्री, सम्माननीय प्रधान न्यायाधीश भइसकेको व्यक्ति हो, अर्थमन्त्री भएका मान्छे, ऊर्जा मन्त्री, अरू मन्त्री, अनुमन्त्री सबै साथीहरू परीक्षित साथीहरू हुन्। हामी पनि परीक्षित हौँ, तर हामी परीक्षणमा फेरि पनि उत्रिन तयार छौँ। तर हामीलाई फेरि अनावश्यक रूपले चाहिँ यिनी चुनावमा गइरहेछन्, यिनीहरू त यही परिस्थिति स्वीकारेका छन् भन्दा झन् हेप्ने खालको जस्तो जो एकाध घटना देखिएको छ। हामीले भेटेरै पनि सरकारलाई, प्रधानमन्त्रीलाई भनेका छौँ हामी चुनावका लागि प्रतिबद्ध, जनता फेस गर्न प्रतिबद्ध, आजका एजेन्डाहरू अनुसार आफूलाई तयार गर्न हामी प्रतिबद्ध छौँ। तर हामी कसैको हेला होचो हामी चाहिँ सहँदैनौँ। देशको स्वाधीनता हामी यताउति हुन दिँदैनौँ। जनताका अधिकार, जनताले दशौं हजारको बलिदानबाट स्थापित गरेको लेखेको संविधान, यसलाई हामी परिमार्जन गर्न, आजको भावनाअनुसार परिमार्जन गर्न तयार। तर यसलाई चाहिँ नकार्ने, खारेज गर्ने जस्ता आवाज सुनिन्छन्। खबरदार, हामी त्यो सहन सक्दैनौँ। बलिदानबाट स्थापित संविधान हो, यसलाई परिमार्जन गर्दै आजको समय सापेक्ष बनाउन हामी तयार छौँ। त्यो हामीले आफैले पनि उठाइरहेको छ, कति पुगिरहेको छैन। तर यसमा खेलवाड गरिनु हुँदैन, खेलवाड कसैले नगरोस्। हामी चाहिँ जेएनजीहरूसँग आफै पनि झन्डै 1 दर्जन साथीभाइहरूसँग मैले भर्चुअल या फिजिकल अन्तर्क्रिया गरेको छु। अध्यक्ष कमरेड धेरैसँग गर्नुभएको छ। हाम्रै छोराछोरी त हुन् जेएनजी, हाम्रै नातिनातिना त हुन् जेएनजी, हाम्रै समाजका साथीभाइ त हो जेएनजी भनेर कसैलाई तर्साउने पनि होइन। जेएनजीको त्याग, बलिदान, समर्पण, आजको भावना अनुसार हामी चल्न तयार छौँ। कमरेड माओ सेतुङले एउटा सन्दर्भमा भन्नुभयो जस्तै जेएनजी भनेको हाम्रो सन्दर्भमा युवाहरू, एकदम नवयुवाहरू समाजका विकृति, विसङ्गति या कोही पार्टीभित्र, आन्दोलनभित्रको विकृति, विसङ्गति कसैलाई पनि सहन तयार छैनन्। यो स्पिरिट हामीले आत्मसात गरेका छौँ। साथै त्यो स्पिरिटलाई फेरि क्रान्तिकारी वैज्ञानिक विचार दृष्टिकोणले दिशा निर्देश र नेतृत्व गर्नुपर्छ। यो कुरा पनि हामीले बुझेकै छौँ। आज जेएनजीले त्याग गर्यो, बलिदान गर्यो। हाम्रो अध्यक्षभन्दा पनि जेठो 74 वर्ष हो, किन प्रधानमन्त्री त? यसले पनि देखाउँछ कि असल मान्छेहरू, राम्रा मान्छे, क्रान्तिकारी मान्छेहरू, राजनेताहरूले यो देशलाई युवाहरूको भावना अनुसार लानुपर्छ भन्ने रहेछ नि त। त्यो कुरा त सामन्तवाद, राजतन्त्र अन्त्य गर्ने राजनेता कमरेड प्रचण्ड होइन हो। त्यसैले उहाँले चाहिँ यो आन्दोलनलाई समर्थन गर्नुभएको छ, यसलाई लिड गर्ने कुरा गर्नुभएको छ। यो कुरा सही होइन। अनि 70 वर्षको प्रचण्ड असान्दर्भिक हुने, 74 वर्षको सुशीला कार्की सान्दर्भिक हुन्छ। त्यसैले विचार, प्रवृत्ति, एजेन्डा रहेछ नि, त्यो कुरामा हामी प्रतिबद्ध छौँ। हामी आफूलाई रूपान्तरण गर्न, आफ्नो पार्टी रूपान्तरण गर्न, हामी आफू जति त्याग गर्न, बलिदान गर्न तयार छौँ। हिजो क्रान्तिको लागि, जनताको लागि हामीले ज्यान समर्पण गर्न, ज्यान बच्छ, मन्त्री प्रधानमन्त्री हुन्छ भनेर बलिदान त्यो आन्दोलनमा हिँडेको होइन। आज राष्ट्रियतामाथि चुनौती हुन्छ, लोकतन्त्रमाथि चुनौती हुन्छ कि हाम्रो कोही नेता कार्यकर्तालाई हेप्न कोसिस गरिन्छ भने हामी बलिदान गर्न तयार छौँ, जेल जान तयार छौँ, जस्तो सुकै परीक्षणमा पनि उत्रिन तयार छौँ। तर जनतालाई हेपेको हामी चाहिँ सहन सक्दैन। यो कुरा म सबै पक्षलाई, सबै शक्तिलाई भन्न चाहन्छु। माओवादी शान्ति चाहन्छ, माओवादी लोकतन्त्र चाहन्छ, माओवादी प्रगति चाहन्छ, माओवादी आजको स्थितिभन्दा अगाडि बढ्न चाहन्छ।
तर कसैसँग हेप्पिन चाहँदैन। दृढतापूर्वक हामी उभिन्छौँ, हामी उभिने हामी सङ्कल्प हाम्रो प्रतिबद्धता हो। हिजो दुनियाँभरिका शक्तिहरूसँग पनि नडराएका हौँ, हामी चाहिँ सबैसँग मिलेर जाउँ। कमरेड प्रचण्डले सबै पक्षसँग वार्ता संवाद गर्नुको अर्थ चाहिँ डराएर होइन, सबैलाई लिएर जानुपर्छ भन्नुको अर्थ डराएर होइन। त्यस अर्थमा हाम्रो पार्टी सबैलाई लिएर जान राष्ट्रिय शक्तिहरू आज बसौँ। अध्यक्षले भन्नुभयो एउटा कार्यक्रममा राष्ट्रिय शक्तिहरू एक ठाउँ बसौँ, संवाद गरौँ, त्यो नै आजको उपयुक्त विकास हो भन्नुभयो। त्यसको लागि हामी तयार छौँ, सबै शक्तिको कुरा सुन्न तयार छौँ। सबै शक्तिहरू फेरि आजको स्थितिमा नयाँ ढङ्गले अगाडि गोलबन्द हुनैपर्छ राष्ट्रिय स्वाधीनताको लागि, लोकतन्त्रको लागि। तर हामी हेप्पिने गरी, हाम्रा बलिदानहरू हेप्पिने कमजोर पार्ने गरी होइन, हामी अगाडि बढ्ने गरी। यही कुरा म फेरि आफ्नो तर्फबाट राख्दै सबै साथीहरूलाई फेरि पनि शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु। धन्यवाद।